ख्याल ख्याल राजेश हमाल 3 दिनसम्म औषध खाएर हानेछ मलाई राजेश त खतरा छ यार त्यो ड्यामै हानिदिन्छ कि त्यसले छ नि अब अशोक शर्मालाई यो नाकको यहाँ होइन अहिले पनि मेरो यहाँ छ कि यो अपरेसनै गर्नु हुँदैन यहाँ हानेर छ घाइते हुन्छ तपाईँले कुटाइ खाएको त भयो एकदम ब्यालेन्समा तिमीले जहाँ त्यहाँ म रोक्न सक्छु नि त फुलमा कहाँ हान्ने कता हान्ने खालि हावा मात्रै आउँछ तिमीलाई होइन लाग्दैन त्यो त हाम्रो टाइमिङ छ नि त तिमीलाई कहाँसम्म म तिमीलाई करिब 2 सेन्टिमिटरसम्म हान्न सक्छु तर तिमीलाई लाग्दैन त्यो प्र्याक्टिस हुन्छ मेरो त होइन राजेश त दिइहाल्छ दनङ धेरै घाइते बनाएको छ राजेशले पनि म धेरै पल्ट बोलिरहेको छु पछिल्लो फेसमा चाहिँ उसको अलिक विक केमा रहेछ भन्ने कुरा मैले बुझेँ यो कुरा पहिला भन्ने भए कतिजना घाइते हुने बेहोस भएछ फिजा आएको छ होइन मै 3 दिनसम्म औषध खाएको छ मेरो यहाँ यत्रो हानेको यहाँ मलाई त्यो होइन शिवराई घाइते छ सुनिल थापा कति घाइते छ हेमन्त बुढाथोकी घाइते दिपक छेत्री घाइते भएको छ त्यसको पनि उसले जान गरेको छ होइन